पर्सि झन् अझै राम्रो हुन्छ तिनीहरूको म्याच हेर्दै जाउँ न हैन तनहुमा जान्छ होला अनि तनहुमा नेसनल गेमै हुन्छ Where are you going? Sorcery going? This ukaalo स्वात्तै चढी हैन त yes no खै त मेरोमा त हुँदै आउँदैन कता गएर अब ला सबैजनाले हो हान्दिनुस् त साथी सबैजनाले डबल ट्याप मेरो 50k पुर्याउन न 50k पुर्याउन न साथी प्लिज सबैजनालाई एकदमै रिक्वेस्ट गरे मैले सबैजनाले हान्दिनुस् त ल सबैजनाले डबल ट्याप हान्दिनुस् त ल सबैजनाले गलकोटमा नि गेम छ रे गलकोटमा के गेम छ मलाई चाहिँ थाहा छैन तर गेम छ चाहिँ भन्ने चाहिँ सुनेको अहिले गेमहरु अब नेशनल इन्टरनेशनल गेमहरु ब्यान भइहाल्यो बन्दै भइहाल्यो यो जुन देशको सिचुएसनले गर्दाखेरि अब हुने भनेको यस्तै गाउँतिर क्लबतिर जे होस् भलिबल प्रेमीहरुले अनि भलिबललाई माया गरेर चाहिँ अहिलेसम्म भलिबललाई बचाइराखेको छ भनौं न सर अब गेम त हुने नहुने फिक्स छैन के सर तर अब खेल्न चाहिँ हो सर तिमीले भाग लिनु हो नि वेलकम छ लाउन आउनु पर्यो आउनु पर्यो चिसोमा आइसक्रिम धेरै भयो सर केबी सर चिसोमा आइसक्रिम धेरै भयो मेरा आइसक्रिम वगैरह फाल्ने त चिसो लाग्नु भयो अहिले सर आइसक्रिमतिर जानु भएछ के जनाको जम्मा 51 स्कोर हुन्छ र सतीश वेलकम सतीश वेलकम जनाको 51 स्कोर हुन्छ र कस्तो हुन्छ र 19 के पुग्यो है साथी 19 के पुग्यो ल काबामा नेपाल कहाँसम्म पुग्ला दाइ रे सतीश अब यसो छ अब अझै दुईटा म्याच बाँकी छ हैन अब अफगानिस्तान र श्रीलङ्कासँग बाँकी छ हेरौं दुईटैले जित्यो भने अब लेट्स सी हेरौं गेम कस्तो हुन्छ अब अहिलेसम्म नेपालको स्कोर 4 भयो के रे हिजो 1 अंक उसँग नि सेट खान पर्ने हो नि त्यो के भन्छ तुर्कमेनिस्तानसँग पनि त्यहाँ पनि मिस्टेक भयो दाइ अब गुड नाइट गर्नु भयो त ल लास्ट सेट हो कि कस्तो हो हैन अब सुतौँ होला दाइ थकै लाग्छ खुट्टा पनि दुखिरहेको अघि तेरो खुसी हुनु जेलसम्म त खुट्टा नि दुखेको थिएन र केही पनि निन्द नि लागेन है देउसी भैले नि खेल्नु पर्थ्यो सबै कुरा हुन्थ्यो अब त्यो हैन जस्ता 5 भनेको हामी 6 गेम खेल्यौ त ल लास्ट म्याच ल ओके नो प्रब्लम दाइ भोलि नि गेम छ भोलि गेम छैन ओके नो प्रब्लम रे यस नो प्रब्लम पचास जनाको 51 स्कोर आछ व्हाट इज दिस भन्न व्हाट इज दिस दाइ हामी त यता निस्दी खोलातिर जाल खेल्न जान्छ कि दाइ बेलुकी रातिमा के दाइ माछा लिएर आउने हो आउँदाखेरि यसरी मार्छ नि दाइ आज नेपालको गेम कस्तो लाग्यो दाइ मैले त गेमै हेरेन हो आज त लक्ष्मण रामेछाप जानुहुन्छ म भोलि जान्छु रामेछाप भोलि यात्रा हुन्छ है रामेछाप चाहिँ जुत्तिया बाँकी छ दाइ आज तीन त घरमा जुत्तिया खानै बाँकी छ या त गाह्रो छ अब खाने भाइ खाने अब माथि बढ्ला छैन के अरे साइड पनि हो जति बढे नि केही फरक पर्दैन अब त्यो पनि हो अब गयो जिन्दगी यही हो जिन्दगी अहिले छैन मुन्ना जिन्दगी भन्थे विजयले
मलाई जिन्दगी सेलाउनु भयो सबैजनाले हानौँ न साथी हो डबल ट्याप हानौँ न 50K पुर्याइदिनुहोस् त ल 50K पुर्याइदिनु अनि छोडिदिउँ सबैजनाले ल सबजनाले डबल ट्याप हानौँ र सबैजनाले सबैजनाले 50K पुर्याइदिउँ त थ्याङ्क यू सतीश थ्याङ्क यू रामेछाप किन रामेछापमा गेम छ सतीश रामेछापमा गेम छ है यहाँ क्लब च्याम्पियन ओपन खुल्ला भोलि यहाँ चाहिँ अब रामेछाप त मेरो गाउँ ए हो र कुन गाउँ हो सतीश कुन गाउँपालिका हो रामेछाप दुईजना गुरुहरू कसलाई सपोर्ट जसलाई सपोर्ट गर्दा नि हुन्छ सिस्टर जसलाई सपोर्ट गर्दा नि हुन्छ म सुनापाती हो सतीश मन्थली होइन सुनापाती हो मन्थलीको चाहिँ टिम आउँदैछ अरे हिजो देवेन्द्र गुरुसँग कुरा भएको थियो टिम चाहिँ आउँदैछ अरे मन्थली नगरपालिकाको टिम भनेर भन्दैछ सतीश हो सबैजनाले डबल ट्याप आम्मामा यसरी डबल ट्याप हाने नि त पुग्छ नि एकछिनमै हौ तनहुँतिर आउनुहुन्छ किन तनहुँ त खै अब गेम हुन्छ हुँदैन इन्भाइट हुन्छ कि हुँदैन इन्भाइट भयो भने आउँछु होला डिमान्ड त गर्नेले गर्छ डिमान्ड सूर्य खेल्छ कि नै सूर्य भनेको सूर्य परियार सूर्य सबजनाले डबल ट्याप उडाउनु त साथी हो सबैजनाले 22K पुग्यो अब एकछिनमै पुग्छ 50K त एकछिनमै सूर्य त क्लबमै छ राम्रै खेल्यो सतीश होइन भनिहाल्यो नि हाम्रो नेपालको विदेशी टिमसँग म्याच एकदमै धेरै खेल्न पर्ने आवश्यकता छ त्यही भएर अब भोलि झन् अझै राम्रो खेल्छ पछि अझै राम्रो खेल्छ त्यही भएर इन्टरनेसनल म्याचहरू एकदमै धेरै आवश्यकता छ नेपाललाई के गर्नु तर बल्ल नेसनल बल्ल गएको छ खेल्नलाई समस्या छ नेपालको राष्ट्रिय खेल भन्छ भलिबल बजेट त्यही हो त्यस्तो आउँदैन अनि के गर्नु गाह्रो छ नि बिचरा अब सङ्घमा खोजेर चाहिँ धान्नु परेछ गाह्रो छ बाहिर बसेर कराउन जति सजिलो छ भित्र बसेर काम गर्न त्यति नै गाह्रो छ दुईवटै जित्यो भने ती 3, 6, 3, 9, 10 अङ्क हुन्छ अब अरूको कस्तो हुन्छ अङ्क अरूको स्कुलमा भर पर्छ खोइ थाहा छैन मलाई को के कसो छ है त्यो चाहिँ टिम के छ ट्रेनिङ छ तर म्याच एक्सपिरियन्स छैन नेपालको टिमको म्याच एक्सपिरियन्सको चाहिँ एकदमै अभाव छ यान मास्किङ नगर वेल ओके बाय गुड नाइट टेक केयर है 2-4 इङ्ग्लिस जाओस् न भाइ यार अहिले बोल्नु पनि भाइको इङ्ग्लिस नसुनिकन बाई बाई टेक केयर भनेर भाइको इङ्ग्लिस नसुनिकन त के नि सुत्नु हौ ल ओके बाय ल ओके म एकछिन कलाकारहरूसँग जोडिनु पर्यो सोल्टिनीलाई गीत